पाडे काकासँग भेटाउँदैछु। ल गाइस हाम्रो मिरिया मैनी बाबु तिमी त ठ्याक्कै रतन कार्की जस्तो पो देखिन्छौ त। हेलो गाइस, स्वागत छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा। आज चाहिँ हामी तिहारको नयाँ कमेडी भिडियोको सुटिङमा छौँ। आज चाहिँ हजुरलाई सुटिङको के हुन्छ कसो हुन्छ देखाउने छौँ। ल हजुरहरू हाम्रो साथमा रहनु होला। हाम्रो साथमा छ यहाँ के हो तिम्रो नाम? वरिष्ठ कलाकार मुना। ल दाइ हजुरको नाम के हो? मेरो नाम त सोमे हो केडे सोमाले मगर छ केडे स्क्रिप्टमा त। ल यहाँ मेकअप आर्टिस्ट यहाँ हाम्रो डाइरेक्टर साहब हुनुहुन्छ। यहाँ हाम्रो हजुरको नाम के अरे? मेरो नाम लालू देव यादव हो। मेरो दाइ हो दामु हो। दामु गाइस, दामु हो मेरो नाम। हाम्रो डाइरेक्टर सर हुनुहुन्छ यहाँ। हाम्रो यहाँ मेकअपहरू हुन्छ। अहिले मैले लाएपछि कति राम्रो देखिन्छ। हजुरहरू मेरो साथमा रहनु है। खसीमा हाम्रो नवीन भाइ चाहिँ कालो थिएन, कालो थियो। आज चाहिँ गोरो बनाउने हो के, त्यो मेकअप लगाइदिनु लाग्यो। कालो होइन नवराज, कालो छ भन्दा पनि कालो थियो नि त म त। अहिले गोरो हुन्छ मलाई थाहा छ। अब मेकअप लगाएपछि गोरो भइहाल्छु म। मेकअप गर्दैछु, कस्तो हुन्छु मेकअप गरेपछि हेरौँ है। अहिले त अब मेकअप गरेपछि ह्यान्सी देखिन्छ होला। कालोलाई गोरो बनाउँदैछौँ। जाऊ न। कालोलाई गोरो बनाउने काम हुँदैछ यहाँ। अहिले हाम्रो मेकअप चल्दैछ। अब ह्यान्सी देखिन्छ है गाइस, म राम्रो देखिन्छु। हाम्रो यो चाहिँ सुटिङ स्पोट हो। यो चाहिँ कति छ सुटिङ स्पोट चाहिँ। यति राम्री दिदीको हातबाट मेकअप गर्न पाएपछि के चाहियो र? हिछान्छले नानी नाकोट भनेको। गाइस म त ह्यान्सी भएँ। के हो के लगाइदिनु भयो मलाई थाहै छैन। ह्यान्सी हुने आइछु के दिदी मेकअप गरिदिएकोमा, मलाई ह्यान्सी बनाइदिएकोमा दिदीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। ल गाइस म त ह्यान्सी भएछु है। हजुर यहाँ हाम्रो स्क्रिप्ट छ गाइस। हातभरि के लिएको? हजुरले पिठो सोच्नु भएको यो? यसलाई त पैसा परेको छ नि। फ्रीमा पाएको दाइले त के गरेको? धेरै अलिकति सिक्न खोजेको, धेरै आएछ त अब म के गरौँ त। अब हेत्तेरी गया दाइ, फ्रीमा पाएँ भनेर सबै ल्याइदिने एकैचोटि एक बोतल। अझै माथि मेकअप गर्ने हो हैन र? तिमी धेरै झिक्यौ के? धेरै भयो पुछ, काम छैन त्यो। डाइरेक्टर सर के भनिदिनु त उहाँलाई? मा कसम यार, सनस्क्रिन लगाएको तिमी कि मा मेरो माटो लगाएको यार? मेरो हात डढेछ के, अब यो हातमा पनि यसो उस गर्नु पर्यो। हात डढेछ रे? सबभन्दा गोरो भनेको तिमी नै छौ। हामी जस्तो कालो भए पो तिमी भन्न सुहाउँथ्यो। अहिले सुहाउँछ? बरु गोरोलाई अहिले कालो बनाइरहेछ मेकअपले। उसलाई त कालो होइन कालो बनाइरहेछ। मलाई लाउनु पर्ने के यो हातमा त यार। हेर त कालो भन्दा कोइला भन्दा कालो त म छु यार। दाइले के गरेको यस्तो? 1 मिलियन क्रस होस् यो भिडियोमा। अघिल्लो भिडियोमा 1 लाख थियो, यो भिडियोमा चाहिँ 1 मिलियन क्रस। होइन त कति पान चबाउँछस् बे? तेरो मुख दुख्दैन? लेन्सलाई नै हेरौँ कि माथि? लेन्सलाई हेर न। हो जाउँ है। ल रोल, आर्ट्स मोड, एक्सन। पैसा गाइस यहाँको सुटिङ चाहिँ प्याकिङ भइसकेको छ। प्याकअप होइन यहाँको सिन 1 सिद्धियो। अझ छाता लिन छाता यो। चारवटा सिन छ। कहाँ सिन 1 चाहिँ भइयो। अब सिन 2, सिन 3, सिन 4, सिन 5 छ। ल गाइस यहाँको चाहिँ भइयो। अब अन्त छ, देखाउँछु म हजुरलाई। ल गाइस हामी चाहिँ लोकेसन सेकेन्ड 2 मा आएको छौँ। अब यहाँ हाम्रो मनोज कण्डेलको नै आगमन भइसकेको छ। यता हेर साथी मनोज, ल कस्तो लागिरहेछ? एकदमै गर्मी लागिरह। बुटल रमाइलो लागिरह कि बोर लागिरह? ठिकै रमाइलो लाग भने यिनले
रुका तिमीलाई कस्तो लागिरह रमाइलो लागिरह कि बोर लागिरह बोर लाग्यो तिमीले रमाइलो लागिरह भनिराखन गाइज एकदमै रमाइलो भइरह यहाँ एकदम रमाइलो एकदमै बोरिङ भइरहे दसैँमा घर जान्छु मेला पट्याउँछु क्यारे फेरि भन त दसैँमा घर जान्छु मेला पट्याउँछु अर्को दसैँमा घर जाम गरे कुखुरा जन्माउँछु कुखुरा जन्माउँछु भने गाइज ल हामी चाहिँ अब साथीभाइहरू तिन जान्छौँ गाइज अहिले हामी थोरै बाहिर छौँ डेटिङ आएको गाइज मनोज कण्डेल र म डेटिङको आएको हो हामी डेटिङ होइन यस्तो डेटिङ त अर्कै ओ पागल जङ्गलभित्र पठाइदिए पागल ल भन के भन्दै थियौ दिदी गाली गर्नु तिमीलाई थारू भाषा में गाली कर हाँ है पागल वाके दिमाग नहीं बा हमार बा हाँ हमार बा यति दिमाग बा जस्तो लाग्यो अब तपाईहरु चाहिँ ठुलो हुनुहुन्छ तपाईहरु आफै भन्नुस् म त नबुझ्ने छु तपाईहरु वरिष्ठ हुनुहुन्छ 25 वर्ष हो गेल बालक है ल्याइका 12 वर्ष है सालामा टाउको हैन छाती देखाएर बोली टाउकै देखिरा ल गाइज यही पागल है हम सज्जन और हमारे संगे तू आइला तू भी पागल है हम नहीं है पागल ल गाइज हामी सिन 2 लोकेसन अर्कोमा 2 मा आइसकेको छौं यहाँ सबैजना आर्टिस्टहरु हुनुहुन्छ यहाँ मेकअप भइरहेको छ हाम्रो आज चाहिँ अलि धेरै ग्रान्ड लेभलमा हुन गइरहेको छ सुटिङ यहाँ ब्लगिङ सिकाइरहनु भएको छ डाइरेक्टर साहबले ब्लगिङ पनि सिकाइरहनु भएको छ धेरै ट्यालेन्टेड मान्छे हुनुहुन्छ उहाँ मैले सिकाएन भने उले के काँटा गाछ के छोइराछ के लाई दिने देउ छोरी तेस्रो रोटी देउ छोरी आफूले चाख्ने देउ छोरी दिनु भयो काटीके दाना भाइको दुलो पारिदेऊ मैदान भाको सम्पत्ति पार्दै पर्दैन दिनु भयो काटीके दाना भैको धुलो पारिदेऊ मैदान ए त्यस्तो हो म त के भने जस्तो लाग्यो यार घरभरि दुलो पार क्या रे घरभरि दुलो पार्छ रे कस्तो खाले दुलो क्या रे दिनु काटीके दाना घरभरि दुलो पार्दै भरे सेकेन्ड मेकअप हो पापा सेकेन्डमा मेकअप गर्नुपर्ने हुन्छ मलाई यति कालो छु त्यही भएर ओए कसले हो मलाई बिल्ला हानेको तिमीले हो ओए निक्ल्यौ त मनोज ए मनोज जानु थियो क्या रे तिम्रो नाम नाम बिर्से भन मेरो नाम हो काले डन मुन्ना दूध पीले बेटा दूध पीले भैंस तेरे को खोज रही है मुन्ना दूध पीले भैंस तुझे ढूंढ रही है मुन्ना साँच्चै हुनुहुन्छ घर जानुहोस् ल खेतीबारी गरेर लिएर आउँछ सुटिङको लागि एउटा ल दाइ साँच्चै हुनुहुन्छ बाई बाई बेरोजगारीले आज एक दिन रोजगार भन भाइ हो ध्याउसुरे आहै राम्ररी ल गाइज यहाँ चाहिँ सुटिङ चलिरहेको गाइज हाम्रो नवीन हेलो गाइज हजुरहरूलाई चाहिँ मैले एउटा एकदमै ट्यालेन्टेड हाम्रो पाडे सरकारसँग भेटाउँदैछु ल दाइ बिरिया मोइने नमस्ते 10 हात जोडेर आफू त बिलरीको ट्यापे होइन म कस्तो छु भनिदिनु त एकदमै राम्रो मेरो बाबु मेरो नागा मेरो नाति मेरो पोलाची ठ्याक्कै ल ठ्याक्कै बाद्रमुखी जस्तै छ नि अनुहार त केटाको होइन हो र गाइज रतन कार्की ठ्याक्कै रतन कार्की छ भाइ त रतन कार्की जस्तो चाहिँ छैन है दाइले दाइको आँखा चेक गराउनु जानु रतन कार्की नै हो मैले भनिसकेँ नि होइन कति पर्यो यो सुनलाई ठ्याक्कै पर्यो धेरै होइन 1 करोडकै लामै माल हानिहालियो उहाँ भुटानको लामी डाँडा हुँदै यस्तो त कति लाग्यो नि मेरो बानी घाँटीमा पनि रहेछ घाँटीको छोनी बाबु हेरौँ ठ्याक्कै यो त अस्ति केपी शर्मा ओलीसँग भेट्न गएको
त्यसले मलाई ड्याम्मै गिफ्ट हानिहाल्यो नि उहाँ टिकटकमा आउँदैन नि बा होइन नि भुटानको लाइम डाँडा हुँदा म यस्तो त कति ल्याउँथेँ घोडा चढेर म वारिपारि हिँड्थेँ नि बाबु यी मेरो नाति मेरो भतिज लुलु है ठ्याक्कै रोतन कार्की नै हो ब्लगलाई केही भन्दिनु ल हाम्रो यो ब्लगलाई लाइक कमेन्ट सेयर पनि गरिदिनु होला रतन भाइलाई अझै माथि माथि पुऱ्याइदिनु है मेरो बाबु रतन भाइलाई होइन नवीन भाइलाई है गाइज हेलो गाइज हाम्रो चाहिँ सुटिङ गर्दा 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 यति दुःख पाइयो रमाइलोसँग यस्तो राति हुँदा हुँदा पनि एकदमै हामीले मेहनत जारी छ सबैजना हेरिदिनु होला यो भिडियो चाहिँ द कन्टेन्ट नेपालमा आउँछ पिआरको भिडियो यहाँ हाम्रो गाइजहरू हुनुहुन्छ यहाँ हाम्रो डाइरेक्टर सर हुनुहुन्छ यहाँ हाम्रो एक्टर उहाँ हाम्रो सबैजना हुनुहुन्छ सबैजना मेहनत एकै साथ मेहनत गर्नुभएको छ सबजनाले एकदमै मेहनत गर्नुभएको छ अनि यो भिडियो चाहिँ द कन्टेन्ट नेपालमा आउँछ यो भ्लग चाहिँ नवीन चापागाईमा आउँछ नवीन चापागाई चाहिँ सब्सक्राइब गरिदिनु है ल केही भन्न छ नानीहरू राम्री राम्री नानीहरूले भनेको मान्नु है किन हो र ल लुक्ने यार ल भन ल यता नवीनको च्यानललाई सब्स्क्राइब गर्नभन्दा पहिला चाहिँ 10 पटक सोच्नु होला यस्तो बकवास कन्टेन्ट हाल्छ नि गेट आउट गुड नाइट बात खतम गाइज म चाहिँ नवीन दाई सेलिब्रिटीसित भेटेको आज चाहिँ अटोग्राफ लिन आएको भर्खरै मैले एक्सन भन्दैन यो दुलोबाट खाऊ गाइज यस्तो हालत भयो गाइज केटाहरूको हालत यस्तो छ यार एक थोपाको महत्व छ यहाँ गाइज के हो यस्तो यो भएको पैसा सबै आन्दोलनकारीले जलाइहाले अब बचेको यही अब तिमीलाई खाली हात पठाउनु पनि मन लागेन फाइनली गाइज प्याकअप भएको छ यो भ्लग पनि प्याकअप छ बाई बाई गाइज गुड नाइट बात खतम